हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो फेरि पनि आज हामी यो ओल्ड इज गोल्ड रिलेटेड हिजो हामीले जस्तै क्यास फ्लो स्टेटमेन्टको कन्सेप्ट बुझेको थियो भने हिजो हामीले क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेस क्लास 12मा फाइनल इक्जाममा 8 मार्क्सको लागि लङ क्वेसनमा आउने क्यास फ्लो फ्रम स्टेटमेन्ट डाइरेक्ट मेथडको क्यास फ्लो फ्रम अपरेटिङ एक्सपेन्सेस हेरेको थियो भने आजको भिडियोमा हामीले यो क्यास फ्लो फ्रम फाइनेन्सिङ र इन्भेस्टिङको हेर्न गइरहेको छौँ। अब क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिजमा हामीले खालि एसेट्स रिलेटेड एसेट्समा के हुन्छ भने फर्निचर, फिक्स एसेट्स रिलेटेड र इन्भेस्टमेन्ट रिलेटेड कुराहरू मात्र हेर्नुपर्ने हुन्छ, जसमा चाहिँ पर्चेज अफ फिक्स एसेट भनेको हामीले कुनै पनि सामान जस्तै फर्निचर अनि अफिसमा चाहिने अर्गनाइजेसनमा चाहिने एसेट्सहरू, सोफा, बेड, प्रिन्टिङ एन्ड स्टेसनरीमा चाहिने सामानहरू, त्यो सबै किन्नको लागि हामीले के गर्नुपर्छ भने क्यास तिर्नुपर्छ। क्यास तिरेको भनेको क्यास आउटफ्लो हुनु हो। क्यास आउटफ्लो हुने बित्तिकै हामीले के गर्नुपर्छ, यो पैसालाई घटाउनु पर्ने हुन्छ। सिमिलरली कुनै पनि एसेट्स हामीले सेल गर्यो भने त्यस बापत हामीले क्यास पाउँछौँ। क्यास पाउनु भनेको क्यास इन्फ्लो गर्नु हो। इन्फ्लो क्यास हुन्छ भने हामीले त्यसलाई एड गर्ने। सिमिलरली सेल अफ इन्भेस्टमेन्टकोमा चाहिँ एकदमै अपोजिट हुने गर्छ। सेल अफ इन्भेस्टमेन्टको सेल गर्छौँ भने हामीले पैसा घट्छ, किनभने हामीले लगाएको लगानीलाई बेचिदियो भने हाम्रो पैसा के हुन्छ, त्यसमा घट्छ। तर हामीले पर्चेज अफ इन्भेस्टमेन्ट भनेको हामीले लगानीलाई किन्छौँ भने हामीमा पैसा आउँछ, हामीलाई क्यास इन्फ्लो हुन्छ, त्यसैले हामी त्यसलाई एड गर्ने। त्यसपछि हाम्रो के आउँछ, नेट क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज। यो आइसक्दाखेरि हामीले त्यसपछि के बनाउनु पर्ने हुन्छ भने क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज, जसमा चाहिँ हामीले इक्विटी रिलेटेड हेर्नुपर्छ। सेयर इक्विटी जस्तै हामीले लाइबिलिटिजलाई अपरेटिङहरूमा हाल्यो। हिजो अपरेटिङमा कहाँ हाल्यो भनेपछि सुरुमा हामीले अपरेटिङ एक्सपेन्सेसको यतापट्टि आउटस्ट्यान्डिङ एक्सपेन्सेस लाइबिलिटिजको रूपमा, सिमिलरली हामीले लाइबिलिटिजलाई क्रेडिटर्स, बिल्स पेबल, इन्क्रिज र डिक्रिज, क्यास पेड टु सप्लायर्समा हाल्यो। त्यसपछि हामीले माथितिर डेप्टर्सहरूलाई एसेट्सको रूपमा डेप्टर्सहरूलाई हाल्यो। सिमिलरली अब हामीले लाइबिलिटिजमा जाने इक्विटी सेयर होल्डर्सहरूलाई चाहिँ हेर्नुपर्ने हुन्छ। अब लाइबिलिटिजमा हामीले के हेऱ्यो भने इस्यु अफ सेयर क्यापिटल, त्यसलाई प्लस गर्ने, अनि त्यसपछि इस्यु अफ सेयर डिबेन्चरलाई प्लस गर्ने, अनि त्यही सेयर डिबेन्चर यदि रिडिम भएको छ, घटेको छ भने त्यसलाई लेस गर्ने। यसै सिमिलरली हामीले यसमा इन्क्रिज इन सेयर प्रिमियम छ भने त्यसलाई एड गर्ने, डिक्रिज इन प्रिमियम अन रिडम्सन अफ डिबेन्चर छ भने यसलाई हामीले के गर्नुपर्छ, लेस गर्नुपर्ने हुन्छ। लोन टेकन छ भने पैसा आइरहेछ, लोन अरूसँग हामीले लियो, पैसा आइरहेछ, त्यसलाई एड गर्ने। अनि त्यसपछि लोन हामीले कसैलाई दिइरहेछौँ भने पैसा गइरहेछ भने त्यसलाई घटाउने। अनि त्यसपछि हाम्रो आउँछ क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज टोटल। त्यसपछि नेट चेन्ज इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट भनेको अपरेटिङ, इन्भेस्टिङ र फाइनेन्सिङको तिनटैको पैसालाई जोड घटाउ गरेर हामी निकालेको यहाँ एमाउन्ट हाल्नुपर्ने हुन्छ। त्यसपछि बिगिनिङ ब्यालेन्स अफ क्यास ब्यालेन्स, क्यास भनेको सपोज हाम्रो क्वेसनहरूमा यस्तो क्यास एन्ड क्यास ब्यालेन्स दुईटा दिएको हुन्छ। यहाँ अहिले दिएको छैन, यहाँ दुईटा दिएको हुन्छ। कहिलेकाहीँ एउटा दिएको हुन्छ, एउटा मिसिङ हुन्छ। अब यो बिगिनिङ ब्यालेन्स भनेको यो फर्स्ट इयरको ब्यालेन्सलाई हामीले के गर्छौँ भने बिगिनिङ ब्यालेन्समा यहाँ हाल्छौँ। बिगिनिङ ब्यालेन्समा हालिसक्दाखेरि त्यसपछि हामीले यहाँ जति पनि एमाउन्ट हामीले तिनटैलाई प्लस र लेस गरेर निकाल्ने हुन्छ, त्यो एमाउन्टबाट यसलाई प्लस गरेर हामीले इन्डिङ क्यास ब्यालेन्स निकाल्छौँ र हाम्रो क्यास फ्लो यही समाप्त हुन्छ। अब समाप्त भइसक्दाखेरि अब यसलाई चाहिँ हामीले एउटा क्वेसन सल्भ गरेर यसलाई चाहिँ अझै कन्सेप्ट बुझ्छौँ। यो चाहिँ आज चाहिँ हामीले ओल्ड इज गोल्ड सोल्युसन क्लास 12 को ओल्ड इज गोल्डको 2079 सेट बी क्वेसन नम्बर 20 सल्भ गर्न गइरहेको छौँ, जसमा चाहिँ हामीलाई क्वेसन इयर वाइज दिएको हुन्छ, इयर 1, इयर 2। अब फर्स्ट इयरदेखि सेकेन्ड इयरमा हाम्रो राइज भएको छ पैसा कि लो भएको छ। अब लो भएको छ पैसा, राइज भएको छ एसेट्समा भने हाम्रो पैसा गइरहेको छ, आउटफ्लो भयो, घटाउने। अनि पैसा आइरहेको छ लाइबिलिटिजहरू, क्रेडिटर्सहरू छ, लाइबिलिटिज रिलेटेड कुराहरू छ भने हामीले पैसा के गर्नुपर्ने हुन्छ भने एड गर्नुपर्ने हुन्छ। अब सुरु नम्बरमा हामीले सल्भ गर्दै गर्दाखेरि हामीलाई यहाँ सोधेको छ क्यास फ्लो स्टेटमेन्ट युजिङ डाइरेक्ट मेथड। डाइरेक्ट मेथड युज गर्दाखेरि हाम्रो के हुन्छ भने एकचोटि
अपरेटिङ एक्टिभिटिज निकाल्नुपर्छ, फाइनेन्सिङ एक्टिभिटिज र इन्भेस्टिङ एक्टिभिटिज र फाइनेन्सिङ एक्टिभिटिज तीनटा निकाल्नुपर्ने हुन्छ। सो सुरुमा हामीले के गर्छौँ भने क्यास फ्लो स्टेटमेन्ट पार्टिकुलर्स दुईटा एमाउन्टको कोलम हाल्छौँ, जसमा हाम्रो 1 नम्बरमा के हुन्छ भने क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज हुन्छ। अब क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भित्र नम्बर अफ हेडिङ पर्छ। नम्बर अफ हेडिङमा मैले हिजो भने यसभन्दा अगाडिको भिडियोमा भने जस्तै ए नम्बरमा हामीले के हाल्छौँ भने क्यास सेल्स। सुरुमा जहिले पनि हामीले के हाल्नुपर्ने हुन्छ भने सेल्स। क्यास सेल्स सँगसँगै हामीले के हुन्छ भने कुनै पनि क्यास भनेको सेल्स भनेको हामीले के गरेको बेचेको सामान सामान बेच्दै गर्दाखेरि हाम्रो के हुन्छ भने उधारो लिने मान्छे डेप्टर्स क्रिएट हुन्छ। सो यसमै हामीले कलेक्सन फ्रम डेप्टर्स हुन्छ, क्यास सेल्स एन्ड कलेक्सन फ्रम डेप्टर्स। सो नम्बर 1 मा हामीले के सेल्स हेर्ने। अब यसमा हामीलाई सेल्स यहाँ 6,50,000 दिएको छ। हामीले के गर्यो भने यहाँ सेल्स 6,50,000। अब सेल्समा हामीले यो घटाउनु पर्ने हुँदैन, किनभने हामीले सामान बेच्यो त्यसमा पैसा आयो, इनकमिङ छ भने पैसा इनफ्लो भइरहेछ भने हामीले एड गर्यो। सिमिलरली सेल्ससँग डेप्टर्स। अब डेप्टर्स रिलेटेड हामीले यहाँ सेयर प्रिमियम, डिभिजर, क्रेडिटर, रिटेन अर्निङ परेन। तल प्लान्ट, इन्भेस्टमेन्ट, स्टक, यहाँ डेप्टर। अब डेप्टरको हामीले पैसा हेर्नुपर्ने हुन्छ। डेप्टर यहाँ 2,20,000 छ, यहाँ 1,80,000 छ। अब 2,20,000 र 1,80,000 छ भने हामीले के गर्नुपर्ने हुन्छ भने 2,20,000 बाट 1,80,000 घटाउने 40,000। 40,000लाई हामीले के गर्यो यहाँ सिमिलर यो डेप्टर्समा डिक्रिज भइरहेछ, के लेख्ने यहाँ डिक्रिज इन डेप्टर्स, डिक्रिज इन डेप्टर्स भनेको उधारो लिने व्यक्तिहरू घटिरहेको छन्। अब उधारो लिने व्यक्ति घटेको भनेको हामीले पैसा दिइरहेछन्। अब पैसा दिइरहेछ, कति दियो हामीलाई अहिले भर्खर 40,000। सो 40,000 हामीले पैसा यहाँ के हाल्नुपर्ने हुन्छ भने यसमा 40,000 पैसा हाल्यो एड गर्ने। सिमिलरली अब डेप्टर्स रिलेटेड त रिसिभेबलहरू हुन्छ, रिसिभेबल, डिस्काउन्ट अलाउड हुन्छ। अब हामीले यहाँ रिसिभेबल खोज्ने। रिसिभेबल, डिस्काउन्ट रिसिभेबल हामीलाई छैन, बिल्स रिसिभेबल पनि छैन, अनि त्यसपछि डिस्काउन्ट अलाउड पनि छैन। अब केही पनि छैन भने अब हामीले के गर्नुपर्ने हुन्छ नेक्स्ट हेडिङमा जाने। नेक्स्ट हेडिङमा जानुभन्दा अगाडि यो दुईटैलाई एड गरेर हामीले यहाँ के गर्ने 6,90,000 लेख्ने। अब 6,90,000 लेखेपछि अब हाम्रो के हुन्छ भने नेक्स्ट नम्बर भनेको बी नम्बर। अब बी नम्बरमा हाम्रो हेडिङ हुन्छ क्यास पेड टु सप्लायर्स फर मर्चेन्डाइज पर्चेस। क्यास पेड टु सप्लायर्स। अब क्यास पेड टु सप्लायर्समा सुरुमा हाम्रो के हुन्छ भने कस्ट अफ गुड्स सोल्ड। अब कस्ट अफ गुड्स सोल्ड हामीलाई कति दिएको छ 4 लाख दिएकै छ। दिएको छैन भने हामीले त्यो पर्चेज, ओपनिङ स्टक र क्लोजिङ स्टक त्यो तीनटैलाई हामीले ओपनिङ स्टक र पर्चेजलाई एड गर्ने। ओपनिङ प्लस पर्चेज माइनस क्लोजिङ स्टक गर्ने, हाम्रो कस्ट अफ गुड्स सोल्ड आफै निस्किन्छ। दिएकै छ भने अझै राम्रो 4 लाख दिएको रहेछ, हामीले यहाँ लेख्नुपर्ने हुन्छ कस्ट अफ गुड्स सोल्ड 4 लाख। अब 4 लाख भनेको हामीले कस्ट लाग्यो, गुड सोल्डको कस्ट लाग्यो, यो कस्ट भनेको हामीले घटाउनु पर्ने हुन्छ। सिमिलरली नेक्स्ट हाम्रो कस्ट अफ गुड सोल्ड पछि माथिको हेडिङमा हामीले डेप्टर्स हाल्यो भने तलको हेडिङमा हामीले क्रेडिटर्स हाल्नुपर्ने हुन्छ। अब यो क्वेसनमा हाम्रो क्रेडिटर्स के दिएको छ भने यसमा क्रेडिटर्स भनेर हामीलाई 50,000 दिएको छ नि, यहाँ 25,000 भनेको डिक्रिज इन क्रेडिटर्स भयो। अब क्रेडिटर्स भनेको लाइबिलिटिज, लाइबिलिटिज डिक्रिज हुन्छ भने हामीले डिक्रिज गर्नुपर्ने हुन्छ डिक्रिज इन क्रेडिटर्स 25,000। अब डिक्रिज इन क्रेडिटर्स भयो। पेएबल हेर्ने, पेएबल कुनै क्वेसनमा हामीलाई पेएबल दिएको छ कि छैन, छैन अब दिएको। त्यसपछि हामीले के गर्नुपर्ने हुन्छ भने इन्भेन्टरी हेर्नुपर्छ। इन्भेन्टर भनेको स्टक, स्टक भनेको हामीलाई स्टक यहाँ दिएको छ, स्टक 1 लाख थियो अनि यो वर्षमा करेन्ट इयरमा 1,20,000 भयो। अब त्यसो भए 20,000ले स्टक के भयो इन्क्रिज भयो। अब हामीले के लेख्नुपर्ने यहाँ हुन्छ इन्क्रिज इन स्टक
20,000। अब 20,000 इन्क्रिज भइरहेछ स्टक भने हाम्रो स्टक भनेको त इन्भेन्टरी भनेको एसेट इन्क्रिज भइरहेछ भने के गर्ने, पैसा गइरहेछ, हाम्रो पैसा के हुन्छ ब्र्याकेटमा हाल्ने। सिमिलरली अब स्टक हालिसकेपछि हामीले अब यो बिल्स रिसिभेबल रिलेटेड कुनै पनि हेडिङ छैन भने यसपछि हामीले के गर्नुपर्ने हुन्छ भने क्यास पेड टु इम्प्लोइज निकाल्नुपर्ने हुन्छ। अब यो तीनटै पैसालाई हामीले सबै माइनसमा छ भने यहाँ पनि हाम्रो पैसा माइनस 4,40,000 20,000 40,000 45 4,45,000 हाल्ने। सिमिलरली अब सी नम्बरमा हामीले के गर्नुपर्ने हुन्छ भने क्यास पेड टु इम्प्लोइज, क्यास पेड टु इम्प्लोइज। अब क्यास पेड टु इम्प्लोइजमा के आउँछ भने अपरेटिङ रिलेटेड सबै कुरा, आउटस्ट्यान्डिङ स्यालेरी, आउटस्ट्यान्डिङ वेजेस, अनि त्यसपछि प्रिपेडवाला कन्डिसन्सहरू सबै यसैमा पर्ने गर्छ। अब सुरुमा हामीले क्यास पेड टु सब इम्प्लोइजमा अपरेटिङ हेर्ने, अपरेटिङमा 1,73,000 छ। अब यसमा हामीलाई यदि इन्क्लुडिङ डिप्रिसिएसन भनेको भए 20,000 भनेको हामीले योबाट घटाउनु पर्ने हुन्थ्यो, तर अहिले केही भनेको छैन भने हामीले यहाँ के लेख्ने, अपरेटिङ एक्सपेन्सेस 1,77,000 भयो। सिमिलरली अब हामीले के गर्नुपर्ने हुन्छ भने अब आउटस्ट्यान्डिङ रिलेटेड खोज्ने। आउटस्ट्यान्डिङ हामीलाई यसमा आउटस्ट्यान्डिङ भनेर कुनै पनि एडिसनल इन्फर्मेसनहरूमा दिएको छैन। आउटस्ट्यान्डिङ दिएको छैन भने प्रिपेड एक्सपेन्सेस हामीले खोज्ने। प्रिपेड एक्सपेन्सेस भनेको हाम्रो एसेट्स हो, एसेट्समा हामीले प्रिपेड एक्सपेन्सेस पनि दिएको छैन। अब दिएको छैन भने अब हामीले त्यसपछि के हेर्नुपर्ने हुन्छ भने अब हामीले यसमा डी नम्बरमा इन्ट्रेस्ट पेड, अब यसमा इन्ट्रेस्ट पेड हामीलाई लोनको केही कुरा भनेको छैन, त्यसो भए इन्ट्रेस्ट पेड पनि छैन। इन्ट्रेस्ट पेड छैन भने अब हामीले के गर्ने, यसलाई यो कोलमलाई ड्यास राखिदिने। त्यसपछि ई नम्बरमा ट्याक्स पेड हुन्छ, ट्याक्स पेड। अब ट्याक्स पेडमा हामीलाई यहाँ के दिएको छ भने इन्कम ट्याक्स पेड 12,000 एन्ड डिभिडेन्ड पेड 60,000। अब डिभिडेन्ड पेड त हाम्रो फाइनेन्सिङमा जान्छ। अब इन्कम ट्याक्स पेड 12,000 चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भने ट्याक्स पेडमा इन्कम ट्याक्स पेड भनेर 12,000 घटाउने। अघिको हामीले अपरेटिङ पनि यहाँ घटाएर अपरेटिङको हेडिङ 173 1 2 3 घटायो, यहाँ 12,000 घटाउने। त्यसपछि हाम्रो यो फाइनेन्सिङ रिलेटेड अपरेटिङ रिलेटेड सबै इन्फर्मेसन सक्यो। त्यसपछि हामीले यहाँ के गर्नुपर्ने हुन्छ भने यहाँ 1 नम्बर फेरि लेखेर नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज गरेर ए प्लस बी प्लस सी प्लस डी प्लस ई गर्ने। अब यहाँ हामीले यहाँ लेखेको सबै एमाउन्ट, यति पुरै एमाउन्टलाई यो एड गर्ने, लेस गर्ने, लेस गर्ने, लेस गर्ने, अनि त्यो सबै एमाउन्टलाई हामीले यहाँ लेख्नुपर्ने हुन्छ। जसमा चाहिँ सुरुमा हाम्रो रहेको छ 6,90,000। अब 6,90,000 प्लस गर्यो माइनस 4,45,000 445 माइनस 1,73,000 173 माइनस 12,000 गर्दाखेरि हाम्रो 60,000 आयो। हाम्रो यहाँ एन्सर पनि के आएको छ भने कस्ट अफ अपरेटिङ एक्टिभिटिज 60,000। त्यसो भए हाम्रो एन्सर राइट छ। हामीले यहाँ के गर्नुपर्ने हुन्छ भने 60,000 एन्सर। यो 1 नम्बर सकेपछि हाम्रो यहाँ 2 नम्बरमा के हुन्छ भने क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज। क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज, इन्भेस्टिङ एक्टिभिटिजमा पढ्ने भनेको खालि हाम्रो फिक्स एसेट्स भनेको प्लान्ट एन्ड मेसिनरी रिलेटेड। अब प्लान्ट एन्ड मेसिनरी रिलेटेड हामीलाई माथिमा त प्लान्ट 4 लाखको थियो, 5 लाख 3 लाख 5,30,000 भयो। एउटा इन्भेस्टमेन्ट 40 लाखदेखि 40,000देखि 70,000 भयो। सिमिलरली हामीलाई एडिसनल इन्फर्मेसनमा प्लान्टको बारेमा केही सेल या केही पर्चेज भनेको छ भने हाम्रो माथिको एमाउन्ट के हुन्छ भने वर्थलेस हुन्छ, माथिको हामीले केही हेर्नु पर्दैन। यसमा जस्तै प्लान्ट वर्थ 60,000 वेयर सोल्ड एन्ड 2 लाख वेयर पर्चेज भनेको हामीले यहाँ के लेख्नुपर्ने हुन्छ भने सेल अफ प्लान्ट
अनि अर्को पर्चेज अफ प्लान्ट। हामीले सेल कतिको गरेको छ यहाँ 60,000 को गरेको छ भने हामीले यहाँ के लेख्नुपर्छ भने सेल भनेको हाम्रो पैसा आयो, हामीले क्यास के भयो इन्फ्लो भयो, पैसा आयो 60,000। पर्चेज भनेको 2 लाखको हामीले पर्चेज गरेछ भने हामीले पैसा तिर्यो, त्यसैले 2 लाखलाई हामीले के गर्यो ब्र्याकेटमा हाल्यो। सिमिलरली इन्भेस्टिङ के भएको छ भने यहाँ 40,000 छ। अब 40,000 को पैसा यहाँ 70,000 मा इन्क्रिज भएको छ। इन्क्रिज इन इन्भेस्टमेन्ट भनेको हाम्रो के भयो पर्चेज अफ इन्भेस्टमेन्ट। पर्चेज अफ इन्भेस्टमेन्ट के भयो 40 देखि 70,000 हुन्छ भने हामीले यहाँ के गर्ने पर्चेज अफ इन्भेस्टमेन्ट यहाँ 40 लाख छ, यहाँ 30 लाख छ भने 30,000 हाम्रो इन्क्रिज भयो। 30 1 2 3। अब इन्भेस्टमेन्ट हामीले पर्चेज गर्यो। अब इन्भेस्टमेन्ट पर्चेज गर्ने बित्तिकै यसलाई के गर्ने हामीले लेस गर्ने। त्यसपछि हाम्रो कुनै पनि इन्फर्मेसन छैन, यो सबैलाई गरेर हाम्रो आउँछ 1,70,000। यसलाई हामीले के गर्दियो घटाइदियो। अब यो सकेपछि हाम्रो थर्ड नम्बरमा यसैमा नेट क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज, यो क्यासलाई CFIA लेख्दा नि हुन्छ। यो हाम्रो कति आयो 1,70,000 आयो। अब त्यसपछि हामीले 3 नम्बरमा के गर्नुपर्छ भने क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज। अब क्यास फ्लो फ्रम फाइनेन्सिङमा हामीले के हुनुपर्छ भने सेयरवाला। अब सेयरमा हामीले सेयर क्यापिटल कति छ भने 6 लाखबाट 7 लाख भयो। 1 लाख के भयो हाम्रो इस्यु अफ सेयर क्यापिटल भयो। डिभेन्चर पनि हाम्रो के भइरहेछ भने डिभेन्चर 1,50,000 बाट 1 लाख भयो भने रिडिम्सन भयो 50,000 को। त्यसो भए हामीले यहाँ के लेख्नुपर्छ भने इस्यु अफ सेयर 1 लाख। अनि त्यसपछि नेक्स्टमा रिडिम्सन अफ डिभेन्चर। अब डिभेन्चर हाम्रो कतिले रिडिम भएको छ यहाँ 1,50,000 बाट 1 लाख भएको छ भने 50,000 ले रिडिम भयो। 50,000 हामीले के गर्ने लेस गर्ने। सिमिलरली हाम्रो यतापट्टि प्लान्ट एन्ड मेसिनरी इन्भेस्टमेन्ट स्टक हालिसक्यो हामीले। स्टक ब्याङ्क एन्ड क्यास भनेको हामीले एन्डमा हेर्ने हो। त्यसपछि हाम्रो डिभिडेन्ड पेड 60,000 हामीले यहाँ डिभिडेन्ड पेड 60,000। अब यो हाल्यो। अब यो सबै हालिसकेपछि हामीले 1 लाखबाट 1,10,000 घटायो भने 10,000 हाम्रो के भयो माइनसमा आइरहेको छ। यो के भयो नेट क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज हाम्रो 10 लाख आयो। यहाँ 10 लाख हाम्रो आयो। आइसकेपछि हामीले के गर्नुपर्ने हुन्छ भने एन्डमा गएर अब यसैको तल हामीले क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज निकालिसक्यो 10,000। त्यसपछि नेट क्यास फ्लो नेट चेन्ज इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट भनेको हामीले A + B + C गर्ने। जस्तै 1 2 र 3। 1 भनेको क्यास फ्लो फ्रम अपरेटिङ, 2 नम्बर भनेको क्यास फ्लो फ्रम इन्भेस्टिङ, 3 नम्बर भनेको क्यास फ्लो फ्रम फाइनेन्सिङ। अब 1 नम्बरमा हाम्रो एन्सर कति आयो +60,000। अनि सेकेन्ड नम्बरमा हाम्रो एन्सर कति आएको छ -70,000 -10,000। त्यसो भए हाम्रो यहाँ एन्सर आउँछ क्याल्कुलेटरमा हामीले गर्नुपर्ने हुन्छ भने 60,000 -1,70,000 -10,000 भनेको -1,20,000। हामीले यहाँ 1,20,000 लेखेर ब्र्याकेटमा लेख्छौँ। त्यसपछि बिगिनिङ ब्यालेन्स अफ क्यास ब्यालेन्स भनेको हाम्रो यहाँ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट यहाँ 90,000 फर्स्ट इयरमा 90,000 छ भने यो बिगिनिङ ब्यालेन्स भयो। सेकेन्ड इयरमा पैसा दिएको इन्डिङ ब्यालेन्स हुन्छ। कहिलेकाहीँ दुईटै दिँदाखेरि बिगिनिङ हालेर हामीले एन्सर निकाल्दाखेरि यो एन्सरसँग म्याच भयो भने हाम्रो एन्सर चाहिँ राइट छ भने थाहा पाउँछौँ। अहिलेको लागि यही एन्सर मिसिङ छ, यो निकाल्नु पर्ने हुन्छ। अब हामीले यहाँ के गर्नुपर्ने हुन्छ भने यहाँ 90,000 एड गर्नुपर्ने हुन्छ। अब 90,000 एड गरिसकेपछि 1,20,000 मा 90,000 एड गर्ने हाम्रो आउँछ -30,000 एन्सर। 30,000 आउँछ माइनसमा। यसरी हामीले सिम्पली एउटा फाइनेन्सिङ
इन्भेस्टिङ र अपरेटिङ एक्टिभिटिजहरू गरेर हामीले यसलाई क्यास फ्लोलाई मजाले 8 मार्क्स गेन गर्न सक्छौँ। यदि हजुरहरूलाई यो भिडियो राम्रो लागेछ भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। थ्याङ्क यू सो मच फर वाचिङ।